हेलो गाइज व्हाट्सअप आयो तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला म सन्चै आरामै छु होइन फेरि पनि एउटा भिडियो लिएर आइसकेको छु तपाईँको सामु होइन म चाहिँ नुहाइ धुवाइ गरेर फ्रेस भइसकेँ अब उता घर जान्छु अनि आज पनि अब आजको दिन अब यहीँबाट सुरुवात भइसक्यो अब कहाँ गइन्छ के हुन्छ आजको दिन कस्तो हुन्छ के हुन्छ सबै देखाउने छु अब उता घरतिर जाउँ अनि यसो हरेनतिर जाने काम पनि छ हरेनतिर गइन्छ यसो घुमघाम गरिन्छ आइन्छ के हुन्छ कसो हुन्छ देखाउने छौँ अहिले लगाइज है त अब हामी चाहिँ यता हरेन आएको थियौँ होइन अघि डिक्सनमा यसो घुम्नलाई आएको थियो यहाँतिर कामसाम सकाएर अनि अहिले चाहिँ हामी यहाँ भेनाजु यहाँ देख्नुहुन्छ दामी बेकरीमा छौँ हामी होइन अनि रमेश दाई हुनुहुन्छ रमेश दाई यहाँ रमेश दाई हुनुहुन्छ उहाँहरू भेनाजु हुनुहुन्छ यहाँनिर रुस्मा दिदी अनि हाम्रो दिदी हुनुहुन्छ आज हाम्रो दिदीहरूको चाहिँ फेरि एनिभर्सरी है फेरि यहाँनिर यहाँ हाम्रो भेनाजुको ह्याप्पी एनिभर्सरी है भेनाजु यहाँनिर हाम्रो दिदी भेनाजुलाई चाहिँ धेरै धेरै शुभकामना धन्यवाद अनि अब भेनाजु पनि आज जानु काठमाडौँ त्यही एनिभर्सरी भएर चाहिँ जानु भएन क्या अब भोलि जाने रे होइन भेनाजु अब भोलि जानुहुन्छ अनि हल्का घुमघाम गऱ्यो होइन भेनाजु उता जानेछ के हुन्छ कसो हुन्छ देखाउँछ है त खानु अरू अरू ल बाई बाई अब हामी चाहिँ माथि जाँदैछौँ अब त्यहाँनिर के छ कस्तो छ उतै गरेर देखाउनेछौँ यहाँ हाम्रो दिदी भेनाजु त्यहाँ हल्का नौलो अब हाम्रो टेन्सन हुन्छ सबैजना त्यहाँनिर चाहिँ दिदी भेनाजुको आज एनिभर्सरी अनि सरप्राइज चाहिँ यहाँ भेनाजु होइन के मलाई जाने के गर्नु अब माथि जाने मैले चाहिँ होइन मलाई त्यो केक प्लानिङ थाहा थिएन नि त त्यस्तो हेरेर केक सरप्राइज छ अरे क्या माथि त्यही त मैले चाहिँ के सोचेको थिएँ मलाई थाहा थिएन नि त त्यो यहाँनिर केक देखेँ अब यहाँनिर अब यसो काटेर गर्ला भनेर सोचेको थिएँ माथि नै गर्छ हिँड्नु न माथि जाउँ माथि जाउँ ल हिँड्नु त माथि जाउँ ल माथि जाउँ हिँड्नु न तपाईँहरू ल अब हामी चाहिँ माथि चढ्दैछौँ है यहाँनिर ल तपाईँले अगाडि बसेर चाहिँ बनाएको अब यहाँ फेरि यस्तो छ है टेन्सन हुन्छ ल माथि जाउँ आउनु र रमेश दाई भेनाजुहरू आउनु सबैजना आउनु ओ जाउँ माथि जाउँ भर्याङ फेरि यहाँ यस्तो डेन्जर छ नि फेरि त्यो चाहिँ हाम्रो चमाको पार्लर रहेछ है फेरि वहाँनिर हाम्रो चमा टेन्सन हुन्छ यहाँ हाम्रो भेनाजुहरू यहाँनिर अब त्यहाँ जाउँ के छ राज छ अरे बिहान त्यहाँ कोठामा चाहिँ अब जाउँ कता हो कता यताभित्र हो यहाँनिर चाहिँ पुरै एकदमै उयो छ है अब वुमेन आज दिदी भेनाजु कि एउटा सरप्राइज चाहिँ भान्जीहरूले सानो सोच्नु भएको रहेछ यहाँनिर ल आउनु ल यहाँनिर स्प्रेहरू ल्याउनु भयो यता चाहिँ के हो यता चाहिँ के हो एकछिन है ल खोइ छिटो ल ल है ल हिँड्नु न हिँड्नु तपाईँहरू हिँड्नु न यहाँ टेन्सन हुन्छ यस्तो चाहिँ फ्रेस सेटअप गरेर राख्नु भएको रहेछ होइन क्यारम बोर्डमा यहाँ ल सबैलाई यहाँनिर चाहिँ ल भित्र ल ए केकमा पऱ्यो यार केकमा चाहिँ नपऱ्यौ न
यहाँनिर चाहिँ यता बस्नु न तपाईँहरू दुईजना यहाँ देख्न सक्नुहुन्छ अब आजको यहाँनिर विशेष यो त टेबल त खतरा बनाएको रहेछ त है यो चाहिँ सबै केकै केक है योभित्र केकै केक छ अहिले टक्क पाले सिस्टम अनि यो मेन यो विशेष क्रेडिट चाहिँ यहाँ भान्जीलाई जान्छ है होइन आइतेलाई जान्छ आइते र को आइते अनि यहाँ सबैलाई अनि यो भान्जीलाई अनि यो भान्जीलाई बनाउने खै तिम्रो त्यो लाइट निभाउ न यार यहाँ भान्जालाई मैले होइन अनि ल अब केक चाहिँ ल केक काटौँ केक घरमा गइसक्यो ल बाबाले देखाउनेछ है यहाँनिर गिफ्ट लुकाएर राखेर चाहिँ भान्जोले होइन यहाँनिर के छ भान्जो ल यता हेर्दै ल यहाँ हेर्दा यहाँ भान्जालाई गिफ्ट है आफ्नो मेहनतको कमाइले भान्जालाई यहाँ महिमावालाई यहाँ गिफ्ट ल यता हेर त खुत्रुकै फोडे आयो तिमीले यता हेर त यहाँ हेर न खुत्रुकै फोडिदिएको ए ल अब भेनाजुले फेरि दिदीलाई के गिफ्ट दिने खत्रै गिफ्ट दिने भयो अब यहाँनिर होइन घोडा टेकेर भेनाजु खेल न अब चाहिँ अब ल के बाल्नु न त ल के बाल्ने हो केक सेक खाउँ अहिले फेरि होरमा जान्छ केक फेरि ल अब अहिले अब केक सेक खानु यहाँनिर अहिले देखाउँछ हामीलाई स्पेसी दियो ल है ल ल ल ल यता ल ल है ल अब यहाँ केक सेक खान्छ कस्तो के हुन्छ अहिले देखाउनेछौँ ल अब खान त अहिले भर्खर टन्न भात खाएको फेरि केक खानु पर्ने हुन्छ छिटो जानु के भन्नु बदल के भन्नु छोड्ने भन्नु के भेनाज चाहिँ ब्याज के गर्नु भन्नु बलिदिउँ कि के गर्नु तपाईँले जे भन्नु त्यही छोडिदिउँ खुनको बदला खुन अब यतिको भन्ने भेनाज चाहिँ चाहियो ल खुनको बदला खुन भेनाजुले भन्नु खुनको बदला खुन भनेर मैले त्यही भएर ल हामी चाहिँ यहाँनिर आएको छौँ माथि गइसकेर भान्जा परेर आओस् यहाँनिर टेन्सन हुन्छ अहिले खुन के बदला खुन भने जस्तै होइन बेला आज ल जाउँ रमेश माथि अब जाँदैछौँ हामी माथि आऊ त कससँगले अब यहाँनिर चाहिँ पुरै रमेश भेनाजु ए भेनाजु यहाँ पुरै गाना गाउने सिस्टम सबै जानु पऱ्यो के हो त ल रमेश दाइ के छ विचार रमेश दाइ फ्री छन् नि यहाँनिर अब अहिले देखाउँछ के हुन्छ कसो हुन्छ अब आज चाहिँ 4 मान्छेलाई ढिलो भयो तर के छैन रमाइलो भयो होइन ल बस्नु अब हाम्रो चाहिँ यहाँ जम्मै आइसकेको छ होइन यो के हो जम्मै अब यहाँनिर यहाँ चमाहरूको चाहिँ बढ्छ है 3 जनाको चमा के भन्न चाहनुहुन्छ हेलो एभ्रीवान मेरो हिरो भाइ सुरज एकदम सुरजको बारेमा चाहिँ मलाई 2 शब्द बोल्न मन लाग्यो ह्यापी एनिभर्सरी मेरो दाइ भाउजूको अनि कतिचोटि सुरजहरूको मेरो मिलोजमा के भइरहेछ मेरो माइतीमा के भइरहेछ भनेर चाहिँ मैले सुरजको भ्लग हेरेर थाहा माइती जानु पर्यो होइन आजकल होइन हालखबर बुझ्न लाग्यो ल यो भ्लगद्वारा चाहिँ चमाले हेर्नु हुँदो रहेछ होइन के भइरहेछ भनेर जे होस् त्यही भएर यसरी भ्लग बनाउँदै जा भाइ किनभने मलाई माइती गएर नि पर्दैन तेरो भ्लगमा एकै ठाउँ हुन्छ एउटा भ्लग के छ ल ठिक छ अब यहाँनिर चाहिँ अब खानपिन गरौँ होइन के हुन्छ ल अब अहिले देखाउने छ हामी यहाँ भेनाजहरू ठिक छ नि ल अब पेट पूजा गरौँ त्यसपछि अनि अहिले देखाउने छ है त ल तपाईँ सुरु भइसक्यो तपाईँहरू अरे यहाँ रहा नै जाता ल अब अहिले खाने छ है ल
अब यहाँ हाम्रो चाहिँ यो के भन्छ यो आइसकेको छ यो के भन्छ यसलाई के हो रे भेनाजु सिएफसी केएफसी के होइन बिएफसी के केएफसी हल्का रमाइलो अब यो चाहिँ खाने र यो अब मिलाएर बुझ्नु हामी चाहिँ गाई चल्दिएको होइन अब चमा जान्ला बस्नु न रमाइलो भयो नि ल अब हामी पनि जान लागेको भेनाजु रमाइलो भयो है एकदमै रमाइलो भयो रमेश दाई पनि होइन अब यहाँ टिकटक बनिरहेको छ अब हामी चाहिँ अब जान लागेको घर जाने होइन अब यहाँ बसेँ एकछिन रमाइलो गऱ्यो अब घर जान लागेको अटो यहीँनिर छ अब भेनाजुहरू यता हुनुहुन्छ डमरुले पनि डान्स सान्स गऱ्यो भेनाजु यता हुनुहुन्छ रमाइलो भयो नि भेनाजु ल अब चल्दै घरतिर अब त्यतिर गएर देखाउनेछौँ है त ल यहाँनिर हामी है अटोमा छौँ हामी कता छौँ यहाँ हुन्छ हाम्रो हामी चाहिँ फाइनली घर आइसक्यो देख्न सक्नुहुन्छ होइन घरहरू गयो एनिभर्सरी मनाइयो खाइपी गऱ्यो रमाइलो गऱ्यो इन्जोय गऱ्यो हामी चाहिँ घर आइसकेका छौँ अब देख्न सक्नुहुन्छ रमेशदाईको अटो चाहिँ यहाँ छ होइन अब आजको देखिसक्नु भ्लग कस्तो के लाग्छ लाइक सेयर अनि कमेन्ट गरिदिनु होला एउटा मिठो कमेन्ट गरिदिनु होला होइन आशा छ तपाईँहरूलाई मनपर्छ भनेर यस्तो भिडियो लिएर आउनेछु अनि एउटा मिठो कमेन्ट चाहिँ छोडिदिनु होला लाइक नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला यति भने चाहिँ आजको भ्लग चाहिँ म इन गर्न चाहन्छु गाइस हस्त नमस्ते।